हेलो एभ्रिवान, के छ? आज डे 3 को फेरि मिनी भ्लग आइसकेको छ। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ मौसम सफा छ र आज मेरो दुध लिएर जाने पालो परेको छ र म उठेर दाँत सात माझेर फ्रेस भएर आफ्नो कामतिर लागेँ र म चाहिँ घरबाट हिँडेँ। आज चाहिँ बाइकमा जानु पर्ने थियो र म घरबाट हिँडेर बाइकमा गएँ। हामी चाहिँ बाइकमा जाँदाखेरि अत्यन्तै रमाइलो भइरहेको थियो र हामी जाँदैछौँ गाइज। हामी चाहिँ अहिले बाइकमा जाँदैछौँ र आजको यात्रा धेरै राम्रो भएको थियो। आज चाहिँ हामी हिँड्ने बाटो बिग्रिएको कारणले गर्दा हामी चाहिँ बाइकमा गएका थियौँ। बाइकमा जान चाहिँ अलि लामै बाटो पर्ने भएकाले हामी अलि टाइमै लागेको थियो र हामी चाहिँ आफ्नो बाटोतिर लाग्यौँ। हामी चाहिँ यो देउराली बच्छला देवी मन्दिर हुँदै जानुपर्ने भएकाले यताबाट आएका थियौँ। यो चाहिँ महेन्द्र दाई माध्यमिक विद्यालय हो। आज नि दादा र म बाइकमा गयौँ र हामी चाहिँ आज बाटो हिलो भएको कारणले अलि हिँड्नु परेको थियो बाइकमा जाने भएकाले, र हामी चाहिँ फाइनली पुगिसकेको थियौँ र मैले चाहिँ आफ्नो दुधसुत खनाएर चिया खानतिर लागेँ। र चिया खाइसकेपछि हामी चाहिँ त्यहाँ बसिरह्यौँ र त्यहाँ मान्छे आउँदै दुध खनाउँदै घरतिर लाग्नुभएको थियो र हामी पनि दुधसुत खनाएर त्यहाँबाट हिँडियो र त्यहाँ मानिसहरू आएर जाँदै हुनुहुन्थ्यो र हामी पनि गयौँ। आजको मिनी भ्लग कस्तो लाग्यो साथीहरू? मन पऱ्यो भने लाइक कमेन्ट सेयर गरिदिनु होला।